आजको यस भिडियोमा मैले सर्वोच्च अदालतबाट दोहोर्याई पाऊँ भन्ने निवेदनको म्याद सम्बन्धमा हेरौँ। न्याय प्रशासन ऐन 2073 को दफा 12 मा दोहोर्याई पाऊँ निवेदन दिन सक्ने कानुनी व्यवस्था रहेको छ, जसमा 45 दिनको म्याद तोकिएको छ। अब यो 45 दिने म्याद कहिलेदेखि लागू हुन्छ अथवा कहिलेसम्म मान्य हुन्छ भन्ने सम्बन्धमा हाउसिङ प्राइवेट लिमिटेडको अधिकार प्राप्त सुदीप सिंह विरुद्ध मानवीय बचत तथा ऋण सहकारी संस्था भएको लिखत बदर मुद्दामा लिलाम लिखत बदर मुद्दामा व्याख्या गरिएको छ, जसमा के भनिएको छ भने देवानीको हकमा यदि देवानी मुद्दा रहेको छ भने फैसला प्रमाणीकरण भएको 6 महिनालाई फैसलाको जानकारी भएको मानिन्छ र फैसला प्रमाणीकरण भएको मितिले 6 महिनाभित्र नक्कल सारेर त्यो नक्कल सारेको 45 दिनभित्र दोहोर्याई पाऊँ भन्ने निवेदन दर्ता गर्नुपर्ने हुन्छ भनेर यसरी व्याख्या गरेको छ। फौजदारी मुद्दाको सम्बन्धमा फैसला प्रमाणीकरण भएको मितिले 1 वर्षभित्र नक्कल सारेर थाहा पाएको मितिले 45 दिनभित्र दोहोर्याई पाऊँ भन्ने निवेदन दर्ता गरिसक्नुपर्ने हुन्छ। भनिसकेपछि देवानी मुद्दाको हकमा फैसला प्रमाणीकरण भएको मितिले 6 महिनासम्म, नक्कल सारेको मितिले 45 दिन मात्रै हुन्छ भने फौजदारीको हकमा फैसला प्रमाणीकरण भएको मितिले 1 वर्षभित्र उसले नक्कल सारेर त्यसको 45 दिनभित्र दोहोर्याई पाऊँ भन्ने निवेदन दर्ता गर्न सक्छन्। अब दोहोर्याई पाऊँ भन्ने निवेदन के हो, कुन कुन अवस्थामा मुद्दा दोहोर्याई पाऊँ निवेदन दिन सकिन्छ, पुनरावेदन के हो, कुन कुन मुद्दामा पुनरावेदन गर्न सकिन्छ भन्ने विषयमा मैले यसअघि नै विभिन्न भिडियोहरू बनाइसकेको छु। तपाईले आई बटनमा दिएको लिंकमा गएर हेर्न सक्नुहुन्छ अथवा मैले त्यो भिडियोलाई डिस्क्रिप्सन बक्समा पनि राखिदिन्छु, त्यहाँ गएर तपाईले ती भिडियोहरू हेर्न सक्नुहुन्छ।